मोही खाम न भनेको अर्कै मोही बुझेछन् क्या रे हा लगाएर हैरान बनाए है मार्छन् क्या हो कति हन्सम हो म हाइट ल हेर धेरै हेन्सम देखेर तरुणीहरू ठोक्किन आका हेलो दाजुभाइहरूमा आज बुद्धसँग बसन्तपुरमा घुम्न आएको घुम्नु आएको होइन कतै खोज्न आएको हो मुजी तोरी बुद्ध आज मौसमले च्यालेन्ज गरेका छ जम हिट रक्सी खानु पैसा तेरो बाउले दिएको हामुजी यो ठाउँतिरको त मासु नै मिठो रहेछ यार अहिलेसम्म 4 थाल भात खाइस मिठो हुँदैन त यो वेलकम ब्याक टु माई ब्लग हजुरहरू आजको एपिसोड त दुख बारेको छ मेरो बुद्धिले मलाई चोदेर गयो यो मुटु त भातमास जस्तो सुकेको छ ब्रो मायाले त मङ्कीलाई नि इमोसनल बनाउँछ यसपालिको चुनावमा त हाम्रोलाई हैन राम्रोलाई भोट दिम है साथी हो देश लुतेर खाइसके बुबा एक कप चिया पाइन्छ त हे भगवान सेतो मान्छे बात मिठो भुटेको मेसेज गर्खौ भने गरामाया नात्रामा त सुतेको आमा मलाई बजारबाट चकलेट ल्याइदिनु है जात खानी मुजीलाई ल्याउदिनमा चकलेट आमाहरू मोमो मिठो छ तिमी मोमो खाने हो कि गरु यति त मोमो खाएर धेरै मोटा भयो हो नि मोमो पावर हो आमा यहाँ गुन्द्रुक र भात खान पाइन्छ होला आबुई सेतो मान्छे नेपालको सबैभन्दा राम्री केटी चाहिँ बाहुनी अनि छेत्रिनी नै रहेछन् भाइ तपाईको छेत्रिनी र बाहुनीलाई मेन्सन गर्नु होला यति हो मा हिमालको किङ तेरो गुन्द्रुक जस्तो मैले गर्ने स्टिङ चिसो चिसो स्नो तार घाम जस्तो कति बाहुन मगर भनेको गुरुङनी र ठकुरी नि कम छैन है मिस नेपाल हुने जात हो है आज पानी परेर भिजे हो साथीहरू म त छाता छैन छाता हुने नानीसँग नाता छैन चिया लिनुहोस् चिया भन्दा त तिमी नै हट पो रहेछौ जो राति सुत्ने बेला बत्ती निभाउन बिर्सेछु अब त छिमेक भरि हल्ला छ फलानाको छोरो त रातभरि पढ्छ भनेर लाले छोड्यो ग्यास घान आयो यात्रा होइन यो त यातना हो संविधान बनेपछि देशले कोल्टे फेर्छ भन्थे हाम्रो देश नेपाल त उता नै पर्यो त गाँठे हेलो कछा गाइस म चाहिँ आज फिसिङ गर्दैछु र मखा पोलेर खडाइ छौ एकदम मिठो रहेछ हामी त महिनाको 3-4 लाख कमाउँछौ दादा जा तारुनी भनेको तारुनी हुन्छ देख्ने बित्तिकै के गरुनी हुन्छ चुवाक छ भनेर पछि नलग केटा हो तारुनीको 2-4 वटा केटा अरुनी हुन्छ तँलाई रिग्रेट हुँदैछ होला नि होइन खुब छोडेको थिइस् नि मलाई एटीको लागि भनेर आज हेर म कति फेमस छु यति दाइ तपाईँ नेपाल किन आउनु भएको नेपालको नेता धेरै चोर भयो कुत्ता भनेर आएको नेपालीको एक्जाममा राष्ट्रिय गान लेखेर आइयो उठी उठी कापी चेक गर्दै होला बुढो आमा तपाईलाई म कस्तो लाग्छ कालो ढेडु जस्तो आज त खसीको मासु खानु पर्ला जस्तो छ केटाहरू मौसमले च्यालेन्ज गरिरहेको छ हेलो दाजुभाइहरूमा आज यता थामेलमा आएको मसाज गर्नुकोमा बुढी चाहिँ मसाज गर्नु एक्लो तिमीले यस्तो गर्ने क्या 1.5 करोडको लगानी गर्ने 1 करोड तिमीले गर 25 लाख उहाँले 30 लाख उहाँले गर्नुहुन्छ 20 लाख मैले गर्छु कासको भैँसी हो बाटो बाटोमा चोड्ने अरे कुकुरको मुत खाएर आइस हैन कुकुरको मुत होइन रक्सी खाएर आएको हैन कुकुरकै मुत खाएर आको हो तैले यदि कुकुरले रक्सी मुत्ने भए म घरको भैँसी बेचेर कुकुर नै किन्थे रक्सी खानेहरूलाई के सल्लाह दिन चाहनुहुन्छ के भन्नु नि रक्सी खानेहरूलाई म आइस हालेर खानु होला भन्न चाहन्छु हैन हो कसले लेखेको लोकसेवाको किताब हो पढ्न पनि कति गाह्रो फेल हुन्छु होला म त अघिबाट म कल्पना लगाइदेखेको लास्टै मन पर्यो गाइस उसको आइडी मेन्सन गरिदिनु पर्यो कमेन्टमा कस्तो गर्मी हो धेरै नै हट भाङ होला म हो बाबु तिमी कालो भएकाले नि हट भएको हो नेपाललाई 5 वर्षमा स्विजरल्यान्ड बनाएन भने मलाई हिमालतिरै फर्काइदिए हुन्छ बरु म हिमालमा दुध बेच्दै बस्छु मसँग डर लाग्छ त मुर्दारसँग के डराउनु
भइलक त एकदमै बिग्रियो यार। यति दाइ अब तपाईँ पनि चुनावमा उत्ने हो। अब म घन्टीबाट उठ्छु अनि जितेर देश बनाउँछु। कि बाटोमा विनितालाई देखेको म त मन थम्नै सकिन। लास्टै मन पर्यो गाइस, उसको आइडी मेन्सन गरिदिनु पर्यो कमेन्टमा। यस्तो गर्मीमा मस्की टस्सिन आउने होइन है मसँग। फेरि तोरीको फुल देख्ल्याउ नि तिली नाम त भन्दिन तर खुब ह्यान्डसम जस्तो। इग्नोर गरिस् त काले। त्यो एसी र फ्रिजले काम गरुन्जेल म फर्किन्न। अब मेरो हिमालमा चिल गर्ने पालो। नेपालीहरू गफाडी रे, कति न अरू चाहिँ लाटा लाटी जस्तो। अनिताले मलाई धोका दिएर गई यार। दाइ कति मिठो पानीपुरी के कहो यसको राज। चाकको टायर बनाएको हो। संविधान बनेपछि देशले कोल्टे फेर्छ भन्थे, हाम्रो देश नेपाल त उता नै पर्यो त गाँठे। यो चस्मा लगाउँदा त केटीहरू ढल्नी भए त बाउ। अये यति चस्माले केटी पत्तिनी भने त म पनि डिस्कोमा जान्छु। अरू केही होइन, मलाई मेरो साथी पुलिसको गाडी पछाडि बसेको हेर्न ठुलो रहर छ। लाउटी पाक्यो बनाता बेला पाक्यो। डिप लभ परेपछि थाहा भयो मुला गोत्र पनि मिल्दो रहेछ भनेर। केटाकेटी हो मेरो राजा भन्थे भए पुरै ज्ञानेन्द्र नै बनाएर गई, न त घरबारको न त दरबारको। नमस्ते मेरो मधेसी दाजुभाइ, म चाहिँ आज जनकपुर आएको छु जनकी मन्दिर घुम्न। है अलि फोहोर भयो मन्दिरको छेउछाउ पर सफा गराउनु पारो। मुजी आफ्ना पुर्खासित पैसा माग्छस् जाठा।